यो इतिहास रच्ने बेला हो। नेपालले यो देशले आजसम्म यस्तो इतिहास लेखेको थिएन। त्यो इतिहास आज अबबाट यहाँबाट तपाईहरु लेख्न सुरु गर्नुपर्नेछ। त्यसको सुरुवात आज भएको छ। 21 गते समापन हुन्छ। 21 गते हामी समापन गर्नेछौँ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो चुनावी भाषण होइन, चुनावी कार्यक्रम होइन। चुनाव बारेमा आज केही भन्न पर्दैन, किनकि गुल्मीले अब के गर्छ भन्ने कुरा यो मानव सागरले देखाइसकेको छ। गुल्मीले आफ्नो कुरा बताइसकेको छ। अब गर्ने काम हामीले गर्ने हो। हामी तयार भएर बसेका छौँ र त्यसका लागि यस पटक संसदमा हामीले जादु गर्नुपर्नेछ। जादु त्यसका लागि तपाईले मतपत्रमा त्यो जादु त्यतिखेर मात्र सम्भव हुन्छ जब तपाईले मतपत्रमा जादु गर्नुहुनेछ। यस पटक देशमा जे हुनेछ त्यो मतदान होइन, निर्वाचन होइन, क्रान्ति हुनेछ। त्यो क्रान्ति मत क्रान्ति हुनेछ। सागर ढकाल एउटा सामान्य अभियन्ता युवा मात्र होइन। सागर ढकाल विद्रोहको त्यो आवाज हो जसले यसभन्दा अगाडिको निर्वाचनमा एउटा किल्ला भत्काउनको निमित्त पहाडमा पुगेको थियो, डडेलधुरामा पुगेको थियो। यो माटोले जन्माएको एउटा सपुत हो सागर ढकाल, जसले यो देशमा राजनीति परिवर्तन हुनुपर्छ, पुस्तान्तरण हुनुपर्छ भनेर अर्ग्यानिक मत ल्याउनको लागि विद्रोह गर्न लड्न पुग्यो बिहाबाट धेरै टाढा। गत चुनावमा आफ्नै आमाको काखमा बसेर यही चुनाव लडेको भए पनि एउटा सांसद बन्न सागरलाई केही गाह्रो थिएन। तर उसले एउटा सांसद बन्ने कुरालाई ध्यान दिएन, उसले क्रान्तिलाई ध्यान दियो। त्यसकारणले त्यो क्रान्तिलाई यसपटक संसद भवनमा लिएर जाने हो, सँगै लिएर जाने हो, तपाईको मतबाट लिएर जाने हो। अर्को यस्तो सहयात्री साथी जसले 30 वर्ष सुशासनको एजेन्डा चलाएर जागिरे जीवन बितायो। एउटा मान्छेले कहीँ प्रश्न गर्न सकेन। तस्करहरू, कामी भ्रष्टाचारीहरूको मुटु कानो, तर उसको कहिले पनि आफ्नो इमान डगमगाएन। त्यस्तो व्यक्तिलाई 3 दशक सेवा गरेर आएको इमानदार व्यक्तिलाई गुल्मीले फेरि संसद लिएर जानुपर्नेछ। गुल्मीपन्थी त्यो नाम हो जसको इमानदारीता आफ्नो 30 वर्ष देखाएको छ। म चोकमा उभिएर यति भन्न सक्छु, यी साथीहरूलाई संसदमा सँगै पठाउनुहोस्, यिनको इमानको जिम्मा म लिन सक्छु, म त्यति भन्न सक्छु। अर्को मैले भन्नै पर्नेछ, यदि यी साथीहरूबाट तपाईबाट प्राप्त गरेको मतमा बेइमान गरेछन् भने यही चोकमा ल्याएर बुझाउने बाचा पनि म तपाईहरुलाई गर्न चाहन्छु। तपाईँको जिम्मा। आज यहाँ उभिएर एउटा कुरा भन्नै पर्नेछ। तपाईहरुको एउटा